प्रिय नागरिकहरू, यति बेला म स्याङ्जाबाट पाल्पा र गुल्मीतिर जाँदैछु। अनि यो ठाउँलाई रिडी भन्दो रहेछ। अनि ट्याक्कै बिचमा चाहिँ यो तीनवटा पुल जोडिएको छ, लाइक इन्टरसेक्ट है। कोही साथीहरू पाल्पातिर छन्, कोही साथीहरू गुल्मीतिर छन्, कोही साथीहरू स्याङ्जातिर छन्। हामी ठ्याक्कै त्यो मिड पोइन्टलाई हामी हेर्नेछौँ। ठ्याक्कै म उभिराखेको पुल चाहिँ स्याङ्जा जान्छ। अनि यहाँबाट म यता मेरो देब्रेपट्टि गयो भने म पाल्पा हो, एम आई राइट हो, पाल्पा निस्कने पुलमा उभिराखेको छु यहाँबाट। अनि त्यस्तै म इफ आई गो टु माई लेफ्ट साइड है, अनि फेरि म गुल्मीतिर पुग्छु है। अनि म त्यस्तै तपाईँहरूलाई खोला देखाउँछु। अनि यो कालीगण्डकी भयो, यो छल्दी खोला अरे, यो चाहिँ त गुल्मीबाट बगेर आइराखेको छ। अनि यसको विशेषता चाहिँ इट्स लाइक अ इन्टरसेप्ट, तीनवटा ठाउँ मिलेर बनेको छ। अनि पुल पनि तिनतिरै छ। 360 भ्युज हेर्नुभयो भने यस्तो छ।